हेलो गाइज वेलकम टु माई नयाँ ब्लग धेरै पछि आज चाहिँ हामी फेरि घुम्नु गइरहेको छु चौबारतिर म मोटो ब्लग चाहिँ हान्दिनँ होला जाडो छ साह्रै अब उतै एकैचोटि उता गएर भेट्छौँ है ओके बाई चाहिँ हामी यहाँ बाइक पुरा मेन्टेन गऱ्यौँ हाम्रो गोपिन हालको यहाँनिर अब मेन्टेन गरेर अब हामी जाँदैछौँ सबैजना अहिले चाहिँ हामी यो ठाउँमा आएर खाजा साजा खाने विचार गरेका छौँ प्रताप चाहिँ टोयलेट गएको छ हेलो गाइज अब चाहिँ हामी चाहिँ उताबाट आइसक्यौँ अब चाहिँ रात्रि पनि भइसक्यो अब चाहिँ हामी लन्चमा भइरहेको छु अनि त्यसपछि अब चाहिँ बाहिर चाहिँ टुर हामीसँग हामी चाहिँ यता ग्रुपबाट आएको छु हामी कता आइपुग्यो अनुरा हामी चाहिँ थाहै छैन हामी चाहिँ अब चाहिँ ब्रेक गर्दैछौँ मुला यो थुक्पा अन्डा यो अनि बाहिरको टुरहरू पनि राम्रो छ डाँडाहरू पनि राम्रै छ अनि एकदिनपछि अब हामी अब अहिले यता पुगेको छैन लन्च टाइम छ त्यो भएर ब्रेक लिएको त्यसपछि हेलो गाइज अब चाहिँ हामी चाहिँ जानु आँटेको छौँ ल बाई बाई खाजा खानलाई आएका छौँ सबैजना थकित छौँ अब हाम्रो यात्रा चाहिँ कुलेखानी ड्याम भनिएको छ 28 किलोमिटर यहाँदेखि अहिले हामी बाटोमा छौँ फर्पिङ चेक पोस्ट रहेछ खै मैले फर्पिङ 2 किलोमिटर भनेर त देखाएको थिएँ कता हो आलु रोटी झ्याप्पै खाउँ हाम्रो यहाँ मुसलमान आन्टी पनि आउनु भएको छ आज अनुग्रह के हुँदैछ भुटानमा लानुपर्ने हो यहाँ नेपालमा हराएर तर एक्चुअली हामी भन्नु पर्दाखेरि चाहिँ यो ठाउँमा छौँ हो यो कुन ठाउँ हो थाहा चाहिँ छैन यस यो ठाउँमा छौँ हेलो गाइज अब चाहिँ हामी चाहिँ टुर गर्दैछौँ अब चाहिँ हामी चाहिँ कुले खानु गइरहेछौँ अनि त्यसपछि अब चाहिँ है ल अब चाहिँ एकछिनपछि गाइज यी हेर्नुहोस् यता हामी आएर गएको छौँ दामी त देखिरहेको छ हेर्नु त जङ्गलहरू पनि छ ऊ घामहरू छ ऊ यता बाई बाई गाइज ल गाइज हामी चाहिँ यहाँ कुलेकानी ड्याममा आइपुगेका छौँ अब हामी बोटिङ गर्न तल झर्छौँ बाटो चाहिँ यस्तो छ हजुर यस्तो छ बाटो चाहिँ पहाड यता बोटिङ कस्तो लागिरहेछ अनुको तिमीलाई ल तिमी भ्लग हान्छ अब ल गाइज अब चाहिँ यता चाहिँ हामी यता चाहिँ बोटिङ गर्दैछु ऊ हेर्नु यता कत्रो ठाउँ छ ऊ चाहिँ हामी चाहिँ यता चाहिँ ठाउँ मिलेन बाटोहरू त बाबा यसरी त्यस्तो थाहा भएन आइदियो है 15 मिनट पुग्छ होटेल छ खाना हजुर अनि यता तल चाहिँ यो हामी बोटिङ गर्दैछौँ यो ठाउँमै डाँडाहरू पनि राम्रो भइरहेछ आज चाहिँ हामी चाहिँ है पिकनिकमा आएको छौँ फ्राइडे हो अब एकछिनपछि हामी झर्नामा पनि फोटो खिच्नु आँटेछौँ ल बाई बाई गाइज बल्ल तल काठमाडौँदेखि 3 घन्टाको यात्रा गरेर आइयो कुलेखानीमा यहाँ जिप लाइनमा अब हामी जिप लाइन हान्छौँ कि हान्दैनौँ थाहा छैन
तर हेरौँ गएर त्यहाँ यहाँनिर यो छ ड्यामको पोखरी गाइसहरु अब यता पनि बस्नुहुन्छ क्या जस्तो लागिरहेछ ब्याकमा लड्छु होला क्या हो नजाऊ नजाऊ ल फाइनली आइपुग्यो अब हामी यहाँ के होटल इन्द्र सरोवरमा खाना खान आँटेका छौँ हामी त पुरै मुस्ताङै गएको जस्तो भयो धुलो मैलो आमामा के हो यो पोर्चुगल ओराङको प्रार्थना अब चाहिँ हामी चाहिँ लन्च टाइममा आयो यो चाहिँ अब चाहिँ हामी त्यो चाहिँ बोटिङ गर्दैछौँ अब होला अब चाहिँ यता चाहिँ हामी चाहिँ स्विमिङ पुल गर्दैछौँ र बाइकमा चाहिँ हामी बोटिङको भ्लग बनाउँछौँ ल त्यसको लागि बाई बाई हेलो गाइस अब चाहिँ हामी चाहिँ यता जान आँटेछौँ तर अहिले चाहिँ लन्च टाइम छ त्यो भएर यता बसेको उता चाहिँ हामी बोटिङ अब हामी खाइपी गरेर तल त्यहाँ डुङ्गा भातीमा डुङ्गा चढ्न जाँदैछौँ हेरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला अनुगत च्यानल यो कालामा त चढ्नु पनि कस्तो अप्ठ्यारो हुन्छ नि गाइस त्यहीबाट सिधै अब यहाँ यहाँबाट लड्यो भने कहाँ पुग्छ ल गाइस टोलीहरू अनि तिमी त ढिलो भयो त मजाले खाइयो माछा खम भनेको घड्केर झन्डै यार म मगाएको राम्रो गरेँ नि त मैले खानु पाएँ नि त खानु जान्दैन कि घरमा पनि खानु जान्दैन अनि उसलाई करायो भने त्यही भएर कुन आएर बसेको मैले यो ठाउँको नाम के हो ड्याम त होइन त अनुरा हामी पोखरा आइसक्यौँ नि हेलो हेलो गाइस यता कतातिर रमाइलो हुँदैछ यो त कुले खानी होइन रहेछ त मार्कु रहेछ नि त ₹4500 त अमाउन्टतिर त के गर्नु त्यत्रो बुझ्नै पर्दैन हो क्या बहिनीलाई थाहा छ अरे नि त्यसमा नगद चलाउँ हाई अनुग्रह कस्तो लागिरहेछ तिमीलाई कस्तो लागिरहेछ राम्रो अनि यो कुन ठाउँ रे के भन्छ
अनि प्रजलाई कस्तो लागिरहेको त अनि भात त राम्रै खाइयो मात्रामा होइन कति थाल्ने 2x2 होइन